बोलिए श्री कृष्ण भगवान को।
हरि भजन गर्नलाई छोड्नु हुँदैन। हे बाँसुरीको धुन, हे बाँसुरीको धुन, जता बज्छ बाँसुरी उतै पुग्छ मन। जहाँ बज्छ बाँसुरी उतै पुग्छ मन। धुन बज्यो पक्कै कृष्ण हुन्। धुन बज्यो पक्कै कृष्ण हुन्। नबजाइदेऊ बाँसुरी रुन्छ हाम्रो मन। 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 बोलिरहनु नमस्कार भगवानको जय। श्रीमद् भागवत महापुराणको जय जय। सबै नाच्ने भक्तहरूको थोर नाच्नु भएछ। सबै नाच्ने भक्तको भन्दा सानो आवाज अहिले थोरै मात्रै नाच्नु भएछ है। अब यसै गरी हामी निरन्तर अगाडि बढिरहेका छौँ। पाँच जिल्ला गाउँपालिका वार्ड नम्बर 5 निवासी विष्णु प्रसाद सापकोटा, महादेवनी व्यक्तित्व विष्णु प्रसाद सापकोटा उहाँ हुनुहुन्छ नि अगाडि पनि निम्त्याउँछु। उहाँको परिवारजन हुनुहुन्छ होला सहित अगाडि निम्त्याउँछु। उहाँले अम्बरपुर माध्यमिक विद्यालयद्वारा आयोजना गरेको श्रीमद् भागवत महापुराणमा रु 5,560 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई जोरदार तालीद्वारा सम्मान गरिदियो। सम्मान पत्रद्वारा सुशोभन गरिदिनुका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। विष्णु प्रसाद सापकोटा समाजसेवी व्यक्ति जो हुनुहुन्छ विष्णु प्रसाद सापकोटा, मैले उहाँले यो विद्यालयको उन्नतिको निम्ति जुन दान गर्नुभएको छ उहाँको दानको उच्च मूल्याङ्कन गर्दै सम्मान पत्रद्वारा सुशोभित गर्नका निम्ति हार्दिक अनुरोध गरिए। जय होस्, मङ्गल होस्, कल्याण होस्। यसै गरी 5 जिल्ला गाउँपालिका वार्ड नम्बर 2 निवासी सोहित लिङ्गदेन, 2 निवासी सोहित लिङ्गदेन, म उहाँलाई अगाडि निम्त्याउँछु। उहाँले रु 2,505 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई जोरदार तालीद्वारा सम्मान गरिदियो। सम्मान पत्रद्वारा सुशोभन गरिदिनुको निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। जय होस्, मङ्गल होस्, कल्याण होस्। यसै गरी मेरो हातमा आएको अर्को सम्मान पत्र याङमोरक गाउँपालिका वार्ड नम्बर 4 निवासी नरबहादुर दाहाल, जो अम्बरपुर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ। नरबहादुर दाहाल उहाँलाई म अगाडि निम्त्याउँछु। उहाँलाई एकछिन पछाडि हामी बोलाउनेछौँ। आउँदै हुनुहुन्छ। उहाँलाई उहाँको अर्को सम्मान पनि भएको हुनाले विद्यालयले गरिने सम्मान पनि छ र उहाँलाई अगाडि आइदिनु हुनेका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। नरबहादुर दाहाल जो हुनुहुन्छ यहाँको पूर्व विद्यार्थी, अमरपुर माध्यमिक विद्यालयले पूर्व विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रम जो रहेको छ। आदरणीय व्यक्तित्व नरबहादुर दाहालजी हुनुहुन्छ र उहाँलाई सम्मान गर्ने कार्यक्रम रहेको हुनाले गर्दा र यहाँ भएको बेहोरालाई म संक्षिप्तीकरणको रूपमा पाठ गर्ने अनुमति चाहे। मैले यस विद्यालयको पूर्व विद्यार्थी तपाईँ अध्ययनमा लगनशील, शिक्षा क्षेत्रका कर्मनिष्ठ, समर्पित एवं समाजको अनुकरणीय व्यक्तित्व हुनुहुन्छ। तपाईले शैक्षिक लगनशीलता, कर्तव्यनिष्ठता, इमान्दारिता र समर्पणले यस विद्यालयलाई एक अब्बल शैक्षिक धरोहरको रूपमा उभ्याइएको छ। तपाईको अध्ययन शैली र क्षमताप्रति विद्यालय परिवार तथा सिङ्गो समुदाय नतमस्तक रहेको छ। सामाजिक क्षेत्रमा कर्मशील तपाईँ समाजको दीपशिखा बनिरहनु हुनेछ। तपाईँ मुलुकको गहना हुनुहुन्छ। तपाईको जीवनको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य एवं दीर्घ जीवनको कामना गर्दै विद्यालयद्वारा आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ 2082 मा अभिनन्दनका लागि यो सम्मान पत्र प्रदान गरिएको छ भनेर बेहोरा लेखिएको छ। यो सम्मान पत्रद्वारा सम्मान गरिदिनुका निम्ति हार्दिक अभिनन्दन गरिदिनुका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु भने र उहाँले यो विद्यालयलाई र उहाँ सम्मानित। अब यसै गरी उस्तै बेहोराको एउटै बेहोरा भएको जो नरेन्द्र कुमार सिगो ज्यू, श्री
मजेदार आदिका शिक्षक यो विद्यालयका पूर्व विद्यार्थी हुनुहुन्छ आदरणीय नरेन्द्र कुमार सिगुलाई पनि म अगाडि निम्त्याउँछु र उस्तै बेहोराको भएको हुनाले गर्दा म उहाँलाई अगाडि निम्त्याउँछु। उस्तै बेहोराको भएको हुनाले गर्दा म उहाँलाई पनि विद्यालय परिवारको तर्फबाट सम्मानित हुनुहुन्छ। उहाँलाई अगाडि म निम्त्याउँछु र यसै गरी नरबहादुर दाल सरलाई म एकछिन मैले एकछिन रोकेँ किनकि उहाँले अमरपुर माध्यमिक विद्यालयको उन्नति प्रगतिको कामना गर्दै रु 5,550 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई यो सम्मान पत्रद्वारा सुशोभन गरिदिनुका निम्ति पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। आजका सभानायक र गाउँपालिका अध्यक्ष जो हुनुहुन्छ उहाँहरूलाई म हार्दिक अनुरोध गर्न चाहे। मैले यसै गरी मेरो हातमा आएको अर्को सम्मान पत्रलाई म वाचन गर्ने अनुमति चाहन्छु। पाँचथर जिल्ला इल्याङ गाउँपालिका वार्ड नम्बर 4 निवासी कृष्ण कुमारी योग्या थाङदेन जो हुनुहुन्छ उहाँलाई म अगाडि निम्त्याउँछु। उहाँले 2,505 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई जोरदार तालीद्वारा सम्मान गर्दै सम्मान पत्रद्वारा सुशोभन गरिदिनुका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी अर्को मेरो हातमा आएको सम्मान पत्र इल्याङ पाँचथर जिल्ला इल्याङ गाउँपालिका वार्ड नम्बर 4 निवासी किशोर कृष्ण र तारा किशोर कृष्ण र तारा योग्या हुनुहुन्छ। उहाँलाई म अगाडि निम्त्याउँछु। किशोर कृष्ण तारा योग्या अगाडि आइदिनुको निम्ति हार्दिक अनुरोध गरेँ मैले। यसै गरी उहाँले अमरपुर माध्यमिक विद्यालयद्वारा आयोजित श्रीमद् भागवत महापुराणमा 5,505 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई जोरदार तालीद्वारा सम्मान गर्दै यो सम्मान पत्रद्वारा सुशोभित गरिदिनुका निम्ति म हार्दिक अनुरोध गर्न चाहे मैले। जय होस्, मङ्गल होस्, कल्याण होस्। यसै गरी मेरो हातमा आएको अर्को सम्मान पत्र जोडिएको छ। म जसलाई वाचन गर्ने अनुमति चाहन्छु। जहाँनिर केही रसिदहरू आएका छन् म रसिदलाई वाचन गर्ने अनुमति चाहे मैले। कमल प्रसाद लिङदेन इल्याङ 1 305 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई जोरदार तालीद्वारा सम्मान। 605 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई जोरदार तालीद्वारा सम्मान। यसै गरी अर्को व्यक्तित्व हुनुहुन्छ कृष्ण कुमारी राई इल्याङ 1,010 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि जोरदार तालीद्वारा सम्मान गरिदिनुका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी मेरो हातमा आएको अर्को सम्मान पत्र पाँचथर जिल्ला इल्याङ गाउँपालिका वार्ड नम्बर 1 निवासी खड्गबहादुर तामाङलाई म अगाडि निम्त्याउँछु। खड्गबहादुर तामाङ आदरणीय व्यक्तित्व खड्गबहादुर तामाङ उहाँले 2,505 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई जोरदार तालीद्वारा सम्मान गर्दै यो सम्मान पत्रद्वारा सुशोभित गरिदिनुका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। यसै गरी इल्याङ गाउँपालिका वार्ड नम्बर 2 निवासी नवीन सुवेदी जो हुनुहुन्छ नवीन सुवेदी उहाँले 2,525 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई जोरदार तालीद्वारा सम्मान गर्दै यो सम्मान पत्रद्वारा सुशोभित गरिदिनुका निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। र यसै गरी हामी निरन्तर अगाडि बढिरहेका छौँ। अब हामी सभानायकलाई परिवर्तन गर्ने तयारीमा लागेका छौँ। अब यसै गरी मेरो हातमा आएको एउटा अलि गहकिलो जसलाई म वाचन गर्ने अनुमति चाहन्छु र उहाँलाई वाचन गरिसके पश्चात म व्यासको अग्रभागमा निमन्त्रणा गर्छु जहाँनिर शान्ति कलशले हामी अभिषेक गर्नेछौँ र उहाँलाई सभानायकको कुर्सीमा राख्नेछौँ। जो व्यक्ति हुनुहुन्छ यसरी नै हजुरबुबा स्वर्गीय दिल्ली प्रसाद सङ्ग्रौला मजुरामा नरमाया सङ्ग्रौलाका नाति भरत कुमार सङ्ग्रौला र स्वर्गीय धनमाया सङ्ग्रौलाका कनिष्ठ पुत्र यस विद्यालयमा कार्यरत शिक्षक श्री नरेन्द्र कुमार सङ्ग्रौला अपनी माता स्वर्गीय धनमाया सङ्ग्रौलाको स्मृतिमा साथै पिता भरत कुमार सङ्ग्रौलाको उच्च सम्मान प्रकट गर्दै उहाँले यो विद्यालयमा आयोजना गरिएको श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा जुन रकम प्रदान गर्नुभएको छ जसको विवरण यस प्रकार छ। अमरपुर माध्यमिक विद्यालयद्वारा आयोजित श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञमा यसै गरी मैले अघि केही कुरा बताएको छु। इल्याङ गाउँपालिका वार्ड नम्बर 4 बस्ने यस विद्यालयका शिक्षक नरेन्द्र कुमार सङ्ग्रौला ज्यूले आफ्नी ममतामयी माता स्वर्गीय धनमाया सङ्ग्रौलाको स्मृतिमा विद्यालयको भौतिक एवं शैक्षिक उन्नयन गर्दै प्रविधि मैत्री शिक्षा प्रदान
गर्नका लागि नगद रु 1,11,111 रुपियाँ प्रदान गर्नु भएकोमा तपाईँ र तपाईँको परिवारमा उत्तरोत्तर प्रगति दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै हार्दिक धन्यवाद सहित सम्मान पत्र प्रदान गरिएको छ भनेर जान देखिएको छ भने आदरणीय सर यस विद्यालयका शिक्षक नरेन्द्र सरले भारी रकम विद्यालयको उन्नयनको निम्ति प्रदान गर्नुभएको छ र उहाँका पिताजीलाई र परिवारलाई स्वयं पिताजी सहित उहाँलाई उहाँको धर्मपत्नीलाई म अगाडि निम्त्याउँछु यो शान्ति कलशद्वारा दिदीहरूलाई पनि म निमन्त्रणा गर्छु अभिषेकको लागि यहाँ आइदिनु सब परिवार पिता भरत र यसै गरी दिदी द्वय र आदरणीय सर नरेन्द्र सरलाई म अगाडि निम्त्याउँछु शान्ति कलशद्वारा अभिषेक गर्दै आजको सभा नायकको रूपमा केही समयसम्म वृद्ध मान्छे हुनुहुन्छ कति समयसम्म बस्न सक्नुहुन्छ नरेन्द्र सरका आदरणीय पिताजी जो भरत सङ्ग्रोला उहाँ सभा नायकको रूपमा बस्नुहुनेछ र उहाँलाई म अगाडि निम्त्याउँछु हरि ओम स्वस्ति नेन्द्रो राधे राधे यसरी हामीले शान्ति कलशद्वारा उहाँलाई अभिषेक उहाँका सुस्वास्थ्य दीर्घायुको कामना पिताजीलाई सुस्वास्थ्य दीर्घायुको कामना गर्ने भगवानसँग यही हामी बारम्बार प्रार्थना गरिरहेका छौँ समादरणीय धर्मानुरागी भक्तजन अब उहाँलाई यो सम्मान पत्रद्वारा सुशोभित गरिदिनुका निम्ति आजका सभानायकलाई र गाउँपालिका अध्यक्षलाई मैले हार्दिक अनुरोध गरेँ भने उपस्थित भक्तजन यहाँले जोरदार तालीद्वारा सम्मान गरिदिनुका निम्ति हार्दिक अनुरोध गरेँ अब उहाँलाई सभानायकको रूपमा हामीले देख्न पाउनेछौँ केही समयसम्म र उहाँका करकमलद्वारा हामी जति पनि सम्मान पत्रहरू छन् यी सम्मान पत्रहरूलाई अगाडि बढाउने कार्यक्रम हाम्रो रहेको छ र सम्पूर्ण धर्मानुरागी भक्तजन हाम्रा निरन्तर रूपमा हामी चलिरहेका छौँ हामी अगाडि बढिरहेका छौँ र समयले गति लिइरहेको छ हाम्रा भक्तजनहरूले पनि हामीलाई साथ दिइरहनु भएको कुरा हामीले थाहा पाएका छौँ भने अब हाम्रा आदरणीय गुरुदेव डम्बर भण्डारी डम्बरो पल्लव भण्डारीलाई मैले व्यासमा निमन्त्रणा गरेँ आदरणीय काका डम्बर भण्डारीलाई मैले निमन्त्रणा गरेँ यहाँनिर व्यास परिसरमा व्यास आसनमा र त्योभन्दा पहिले यहाँ केही सम्मान पत्र आउनुभन्दा पहिले अहिलेको भर्खरको सभानायकलाई हामीले जुन रकम हस्तान्तरण गर्नुभएको छ विद्यालयलाई दान गर्नुभएको छ उहाँहरू सबैको सम्मानमा एउटा सुन्दर भजन हामी पस्किनेछौँ र सबै उपस्थित भक्तजनले धुमधामका साथमा नाच्नुहुनेछ जो सभानायक भर्खरका दानदाता जो हुनुहुन्छ उहाँ नृत्य गर्दै हुनुहुन्छ तिमीलाई मात्रै होइन नाच्ने महानुभावहरू हुनुहुन्छ थर्काइदेऊला लक्ष्मी प्रसाद वाग्ले यसै गरी
दिन्छौँ